प्रभुलाई धन्यवाद होस् यी दिनहरुमा प्रभु हामीका बीचमा ठुला ठुला कामहरु गर्दै हुनुहुन्छ। अचम्मका कामहरु, यस्ता कामहरु जो अघिबाट हामीले देखेकै थिएनौं, प्रभुले ती कामहरु गर्न लाग्नु भएको छ। यो पहिलो कोरिन्थी दोस्रो अध्यायको 9 र 10 पदमा लेखिएको छ, आँखाले नदेखेका, कानले नसुनेका अनि मानिसका चित्तमा नपसेका यस्ता जे जति कुराहरू परमप्रभु परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूको लागि तयार पार्नु भएको छ, पवित्र आत्माद्वारा ती अब हामीमा प्रकट गर्दै हुनुहुन्छ। पवित्र आत्माद्वारा नसुनेका कुराहरू अब हामी सुन्न लागेका छौँ, नदेखेका कुराहरू हामी देख्न लागेका छौँ। त्यति मात्र होइन, सोच्दै नसोचेका कुराहरू पनि परमप्रभु परमेश्वरले जो हाम्रो लागि तयार पारिराख्नु भएको छ, पवित्र आत्माले प्रकट गर्दै हुनुहुन्छ। यो पवित्र आत्माको युग हो, यो पवित्र आत्माको युग हो। अनि पवित्र आत्माको युग भएको हुनाले हामीले पवित्र आत्मालाई जुन मण्डलीमा स्थान दिनुपर्छ त्यो हामीले बिर्सिनु भएन। अस्ति संयुक्त सेवामा पनि म भन्न लागेको थिएँ, येशू प्रभुले भन्नुभएको कुरो यूहन्ना 10:10 मा, चोर त चोरु र मारु र नाश पार्नु भनेर मात्रै आउँछ। चोर चाहिँ चोर्नलाई, मार्नलाई, नाश पार्नलाई मात्रै आउँछ। येशू प्रभुले भन्नुभयो, म यस निम्ति आएँ कि तिनीहरूले जीवन पाउन् अनि त्यो प्रशस्त मात्रामा पाउन्। म चाहिँ लिनलाई आएको होइन, चोरेर लैजानलाई आएको होइन, म त आएर दिनलाई आएको। अनि दिनु पनि के दिनु भन्दाखेरि जीवन दिने कुरो, अनि त्यो पनि प्रशस्त मात्रामा दिने कुरो। प्रभु येशू ख्रीष्टको आउने अभिप्राय चाहिँ दुईवटा प्रियहरू हो। जीवन दिनु हो, एउटा चाहिँ मरेपछि हामीलाई स्वर्गमा लैजानका लागि हामीलाई जीवन चाहिन्छ। पाप अनि अपराधको कारणले मरेका मानिसहरूलाई येशू प्रभुले जीवन दिनलाई आफ्नो प्राण क्रुसमा दिनुभयो, आफ्नो रगत बगाउनु भयो उहाँले। अनि जीवन चाहिँ येशूलाई ग्रहण गरेर हामी जीवन पाउँछौँ। पहिलो यूहन्ना 5:12 मा लेखेको छ, जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। अनि हामीले ख्रीष्ट येशू प्रभु जीवनलाई नै ग्रहण गरेका छौँ अनि हामी जीवित छौँ। हामीहरू मरेका छैनौँ, हामी जीवित छौँ। मरेपछि हाम्रो आत्मा स्वर्गमा जान्छ भन्ने निश्चयता छ। तर स्वर्गमा जानको लागि जीवन चाहिँ पर्याप्त भयो, यथेष्ट भयो, त्यति भए पुग्छ। तर यस संसारमा बाँच्नको लागि चाहिँ हामीलाई जीवनले मात्र पुग्दैन, हामीलाई प्रशस्तको जीवन चाहिन्छ यस संसारमा बाँच्नको लागि। किनकि सङ्घर्ष चाहिँ यस संसारमा छ, लडाई लड्न पर्ने यस संसारमा हो, दुष्टको सामना गर्न पर्ने यस संसारमा हो, पापमाथि जय पाउन पर्ने यस संसारमा हो, सांसारिकता शारीरिकताबाट माथि जय पाएर विजय भएर जिउन पर्ने यस संसारमा हो। यसै कारण हामीलाई प्रशस्तको जीवन चाहिन्छ यस संसारको लागि, स्वर्गको लागि होइन, यस संसारको लागि। अनि यदि तपाईले आज जीवन मात्रै पाउनु भएको छ अनि तपाईले प्रशस्तको जीवन चाहिँ पाउनु भएको छैन भनेदेखि ख्रीष्ट येशूको अभिप्राय चाहिँ तपाईको जीवनमा आधा मात्रै पूरा भयो, आधा चाहिँ पूरा हुन सकेन। तपाईले मैले जीवन मात्रै पाउनु होइन कि प्रशस्तको जीवन पाउनुपर्ने हो। किनकि यस संसारमा हामीलाई शैतानको विरोधमा, संसारको विरोधमा, पापको विरोधमा, सबै प्रकार गन्दा मैला फोहोर कुराहरूको विरोधमा हामीलाई लडेर विजयी हुनुपर्छ। अनि त्यसको लागि चाहिँ हामीलाई चाहिँ प्रशस्तको जीवन चाहिन्छ। अस्पतालमा सुतिरहेका बिरामीहरू, तिनीहरूसित जीवन छ तर तिनीहरूले आफै केही गर्न सक्दैनन्। जीवन त छ, मरेका मुर्दाहरू होइनन् तिनीहरू, तर तिनीहरू आफै रोगिएका छन्, तिनीहरूले केही पनि गर्न सक्दैनन्। त्यस्ता खालका मानिसहरू काम लाग्दा हुँदैनन् प्रियहरू हो। अस्पतालमा सुतिरहेका बिरामीहरू काम लाग्दा हुँदैनन्, किनकि उनीहरूले आफैले त स्याहार्न सक्दैनन् भने अरूहरूको कसैले नै अरूहरूलाई सहायता पुर्याउन सक्छ। तर तपाईँ न म
हामी जीवनको प्रशस्तता छ भने हामी आफै बोल्न सक्छौँ, उठ्न सक्छौँ, खान सक्छौँ, हिँड्न सक्छौँ, डुल्न सक्छौँ, सबै कुरो गर्न सक्छौँ। अस्पतालका बिरामीहरूले कसैले पानी खुवाइदिन पर्छ, कसैले हात धोइदिन पर्छ, कसैले लुगा फेरिदिन पर्छ, कसैले पल्टाउन पर्छ। यसैको ऊ आफै केही पनि गर्न सक्दैन। मण्डलीमा चाहिँ आज जीवन पाएकाहरू चाहिँ धेरै भए, प्रशस्तताको जीवन पाउनेहरू चाहिँ थोरै मात्रै छन्। मण्डली चाहिँ आज हिजो पनि म भन्न लागेको थिएँ एक ठाउँमा, आर्मीको फौज हुन क्याम्प हुन पर्ने, क्याम्प परमेश्वरका सारा हात हतियारहरू भिरेर हामी त शत्रुको सामना गर्नको लागि तयार हुनुपर्ने। आज मिलिट्री क्याम्प जस्तो हुनुपर्ने हाम्रो मण्डली, तर आज हाम्रो मण्डली त अस्पताल जस्तो भयो। यति धेरै रोगी बिरामी भाइ बहिनीहरू अस्पताल जस्तै मण्डलीमा स्याहार्दा 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 तिनीहरूको लागि नै स्याहार्दाखेरि हामीले त सुसमाचार बाहिर मर्दै गरेको आत्माहरूसम्म पुर्याउने त हामीले फुर्सद पनि छैन, समय पनि छैन, किनकि हाम्रो मण्डलीहरू त अस्पताल जस्तो भयो, आर्मीको क्याम्प जस्तो हुनुपर्ने। अनि इफिसी 5 अध्यायमा लेखिए अनुसार, माफ गर्नुहोस्, इफिसी 6औं अध्यायमा लेखिए अनुसार हेर्नुहोस्, इफिसी 6औं अध्यायको 10 पदमा, इफिसी 6औं अध्यायको 10 पदमा लेखिएको कुरो चाहिँ म 10 र 11 मात्रै पढिदिन्छु। अन्त्यमा प्रभुमा र उहाँको शक्तिको सामर्थ्यमा बलवान हो, शैतानका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हात हतियार धारण गर। अनि तल 17 पदसम्म नै लेखिदिएको छ हामीले कसरी परमेश्वरका सारा हात हतियारहरू धारण गर्नुपर्छ। अनि हात हतियार धारण गर्ने कुरो भनेको चाहिँ लडाइँको लागि, सङ्घर्षको लागि, लड्नको लागि। अनि हामीले लड्न पर्ने कुरो चाहिँ त्यहाँ 12 पदमा लेखिएको छ, किनकि हाम्रो यो लडन त मानिसहरूको विरुद्धमा होइन, तर प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्टैका आत्मिक सेनाहरूका विरुद्धमा हो। यसकारण परमेश्वरका सारा हात हतियारहरू धारण गर। अनि यो हात हतियार चाहिँ कसले धारण गर्छन्? यहाँ 10 पदमा लेखिदिएको छ, प्रभुमा र उहाँको शक्तिको सामर्थ्यमा बलवान हो। तिनीहरू मात्रै जुनहरू चाहिँ उहाँको शक्तिको सामर्थ्यमा बलवान भएका, तिनीहरूले मात्रै परमेश्वरका सारा हात हतियारहरू धारण गर्न सक्छन्। सुतिरहेका बिरामी परेर आया आज भनिराखेका मानिसहरू, कमजोर दुर्बल मानिसहरूले हात हतियारहरू भिरेर लडाइँ लड्न सक्दैनन्। यसै कारण हो पवित्र आत्माको युगमा हामीले बाँचिराखेका छौँ। पवित्र आत्मा ममा हुनुहुन्छ, त्यतिले मात्र पुगेन प्रियहरू हो। पवित्र आत्माको भरपुरी हामीलाई चाहिएको छ। पवित्र आत्माको बप्तिस्मा हामीले पाउन परेको छ। यो एकदमै अनिवार्य हो। यो बिना हुँदैन प्रियहरू हो। आज धेरै नयाँ गरी जन्मेका क्रिस्चियनहरू, धेरै वर्ष भयो प्रभुलाई विश्वास गरेर नयाँ गरी जन्मेका क्रिस्चियनहरू अझैसम्म पनि पुरानै जीवन जिरहेका छन्। के भएको? नयाँ जीवन त पायो अरे, न प्रभुलाई ग्रहण गर्यो अरे, पाप क्षमा पायो अरे, येशूको रगतले पाप क्षमा मुक्तिको अनुभव पनि पायो अरे, ख्रीष्ट येशूलाई ग्रहण पनि गर्यो अरे भनी टोपल छन् उनीहरू। तर उनीहरूको जीवन पुरानै जीवन छ, केही परिवर्तन नै छैन। केही बदलाउ संसार र उनीहरूलाई सँगै राख्यो भनेदेखि छुटाउनै गाह्रो पर्छ। यिनीहरू चाहिँ विश्वासीहरू हुन्, यिनीहरू चाहिँ अविश्वासीहरू हुन् भनेर छुटाउनै गाह्रो पर्छ। किनकि ती विश्वासीहरूले पनि संसारकै मानिसहरू जस्तो खाइराखेका छन्, पिइराखेका छन्। उनीहरूको रहन सहन, उनीहरूको उठाइ बसाइ, व्यवहारहरू सबै संसारकै मानिसहरू जस्तै छ, छुटाउनै सकिँदैन। अनि उनीहरू चाहिँ खालि आइतबारको दिन चर्चमा आउँछन्, अनि आइकन उनीहरू चाहिँ आइतबारे क्रिस्चियनहरू। उनीहरू चाहिँ क्रिस्चियन भनेपछि किन भन्दाखेरि उनीहरू चाहिँ चर्चमा जान्छन्, उनीहरू बाइबल पढ्छन्, प्रार्थना गर्छन्। अनि हिन्दूहरू चाहिँ मन्दिरमा जान्छन्, मुसलमानहरू मस्जिदमा जान्छन्, बुद्धिस्टहरू उता गुम्पामा जान्छन्, अनि क्रिस्चियनहरू चर्चमा जान्छन्। खालि 2 घन्टा चर्चमा आएर तपाईँको क्रिस्चियन चाहिँ म क्रिस्चियन हो भनेर दावा गर्नुहुन्छ भने त्यो धोका हो प्रियहरू हो। तपाईँ